हेलो गाइज, के छ हालखबर? सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। अनि मान्छेहरूले भन्छन् नि, परिवर्तन चाहिँ असम्भव छ भन्ने कुरा गर्छन् होइन। परिवर्तन सम्भव छ यदि परिवर्तन गर्न चाहने मान्छेले चाह्यो भने सम्भव छ होइन। आफ्नो भित्रबाट परिवर्तन हुनु पर्यो, आफू भित्रबाट चाहनु पर्यो। असम्भव भन्ने कुरा केही नै हुँदैन कि। मेन कुरा आफूले चाहनु पर्यो नि त गर्नको लागि होइन। म चाहिँ यो कुरा चाहिँ मेरो लागि सही छैन भनेर डिसिजन लिएर यदि परिवर्तन गर्न चाह्यो भने त सक्छ नि। पुरै परिवर्तन नहोला होइन, तर थोरै तिना अलिकति आफूले चाहे जतिको नभए पनि केही न केही त परिवर्तन हुन्छ नि, गर्न सकिन्छ नि। मान्छेको जिन्दगी हो होइन। हिँड्दै जाँदाखेरि, अगाडि बढ्दै जाँदाखेरि सोचे जस्तो त अहिलेसम्म केही भएको छैन नि। भइहाल्यो भने पनि नचाहेको नसोचेको भइदिएको छ होइन। कतिको सोचेको भएको होला, कतिको नसोचेको कुरा भयो होला होइन। तर आफूले चाह्यो भने चाहिँ गर्न सकिन्छ कि, तर ढिला गर्न सकिएला होइन, चाँडो गर्न नसकिएला, गर्न त अवश्य सकिन्छ नि। त्यसैले परिवर्तन सम्भव छ, आफूले चाहनु पर्यो। मेन कुरा सबैभन्दा पहिला आफ्नो मनले चाहनु पर्यो, म परिवर्तन हुन चाहन्छु भनेर। सो आजलाई यति नै, बाई बाई।